यो माथिको भिडियो हेर्नुहोस् त एकचोटि साथीहरू। तपाईँले भन्नुभयो है तपाईँले के भनिदिनु भयो भने म त घरमा पैसा ल्याउँदैन थिएँ, म त पैसा त साथीभाइहरूकोमा यताउति यसरी राखिदिन्थेँ। तपाईँ आफैले भन्नुभयो हो। भनेपछि तपाईँले अर्को प्रश्नमा के भन्नुभयो भने एउटा दल चलाउनको लागि त पैसा त चाहिन्छ नि, पैसा हुन्छ नेताकोमा, यो ठुलो कुरा होइन भनिदिनु भयो। अब तपाईँबाट छानबिन सुरु गऱ्यो भने के हुन्छ? गरे हुन्छ अरूमा भ्रष्टाचार गर्नेहरूलाई बचाउने, अनि मैले सिधा बोल्ने मान्छेलाई सुरु गरे हुन्छ। गर्न मन लाग्छ भने गरे हुन्छ भने सिधा बोल्छ भनेर कानुनले छोड्छ? नछोडे हुन्छ त नि, गरे भयो त। मैले त गरे हुन्छ त भनेको छु नि। सबै मिलेर तर मैले त्यति बेला जे भने म घरमा पैसा राख्ने मान्छे होइन। अलिअलि भयो भने अलिअलि त हुन्छ त पार्टीहरूसँग पैसा। कहाँबाट आउँछ? कोहीले चन्दा दिन्छन् होइन, पार्टीलाई सहयोग गर्छन्, लेबीबाट आउँछ, कोटाबाट आउँछ, विभिन्न स्रोतबाट आउँछ नि। पार्टी कार्यालयमै त हो, त्यही कार्यालयको पैसा त हो, अरूको व्यक्तिगत पैसा कहाँ आउँछ त?